के तपाईँलाई थाहा छ नेपालका पहाडी गाउँमा मानिसहरू अहिले भूत वा चोरसँग होइन एउटा यस्तो जन्तुको फोससँग डराइरहेका छन् जसले रातारात हरियो बारीलाई मरुभूमि बनाइदिन्छ। हो हामी कुरा गर्दैछौँ बाँदरहरूको। बाँदरको आतङ्कले गर्दा नेपालका हजारौँ किसानहरूले समस्या भोगिरहेका छन्। कयौँले त बसाइ सरिसके। संसदमा समेत बाँदरलाई बन्ध्याकरण गर्ने कि विदेश निर्यात गर्ने भनेर ठुला बहस भए। तर जब सरकार र नेताहरू यसको समाधान खोज्न असफल भए तब मैदानमा उत्रिए नेपालका चर्चित वैज्ञानिक महावीर पुन र उनका युवा इन्जिनियरहरू। उनीहरूले राष्ट्रिय नवप्रवर्धन केन्द्रमा एउटा यस्तो अचम्मको मेसिन तयार पारेका छन् जसले बाँदरलाई एक थप्पड पनि नहानेर चोटै नपुर्याई गाउँबाट चटक्कै भगाइदिन्छन्। आखिर के हो यो प्रविधि, यसले कसरी काम गर्छ? आउनुहोस् आजको भिडियोमा हामी बाँदर र नेपाली वैज्ञानिक बीचको यो रोचक युद्धको डिजिटल कथा बुझ्नेछौँ। कथा सुरु गरौँ एउटा यथार्थबाट। नेपालका गाउँघरमा एउटा भनाइ छ, बाँदर धपाउनु र बालुवा पानी हाल्नु एउटै हो। किसानहरू बिहान 4 बजे उठेर बारीमा बस्छन्, गुलेली हान्छन्, थाल ठट्टाउँछन्। तर बाँदरहरू यति चलाक भइसक्यो कि उनीहरू मानिसको लौरो देखेर डराउँदैनन्, उल्टै मानिसलाई नै निचोर्न आउँछन्। बाँदरले मकै, आलु, सुन्तला जस्ता बालीनाली मात्र खाँदैनन्, बरु नखाएका अन्न पनि भाँचेर नष्ट गरिदिन्छन्। धेरै पहाडी जिल्लामा युवाहरू विदेशिएका छन्, गाउँमा बुढाबुढी मात्र छन्। बुढाबुढीले दिनभरि बाँदर कुद्न सक्दैनन्। नतिजा खेतबारी बाँझो हुन थाल्यो र गाउँ नै खाली हुन थाले। यो समस्या यति ठुलो भयो कि यसले नेपालको कृषि अर्थतन्त्रलाई नै सिद्ध्याउन लाग्यो। तर कानुनअनुसार बाँदर मार्न पाइँदैन। अब के गर्ने सबै हाहाहु गरिरहेका थिए। ठिक यही बेला किर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रमा यो समस्याको समाधान खोज्न सुरु भयो। महावीर पुन र उनको टोलीले सोचे, यदि मानिसले 24 घण्टा बारी कुर्न सक्दैन भने एउटा यस्तो मेसिन किन नबनाउने जसले कहिले आराम गर्दैन र मानिसलाई सहयोग गर्छ। र महिनौको मेहनतपछि नेपाली इन्जिनियरहरूले एउटा स्मार्ट बाँदर धपाउने मेसिन बनाए। यो मेसिन सुन्दा जति साधारण लाग्छ यसको काम पनि उति नै चकित पार्ने खालको छ। यो मेसिन सौर्य ऊर्जाबाट चल्छ, अर्थात् यसलाई न बिजुली चाहिन्छ न त ब्याट्री फेरिरहनुपर्छ। घाम लागेपछि यो आफै चार्ज हुन्छ र 24 घण्टा बारीमा पहरेदार जस्तै बसिरहन्छ। अब बुझौँ यो मेसिनले आखिर बाँदरलाई कसरी चकित पार्छ त। यसमा मुख्य 3वटा विशेषताहरू छन्। पहिलो, मेसिन सेन्सर। मेसिनमा एउटा विशेष आँखा अर्थात् सेन्सर जडान गरिएको छ। जब बारीको 100 मिटर वरिपरि कुनै पनि जनावर वा बाँदर आउँछन् यो मेसिनले उसको हलचल तुरुन्तै थाहा पाउँछ। 2, फरक आवाज। बाँदरहरू एउटै आवाजबाट धेरै दिन डराउँदैनन्, त्यसैले यो मेसिनमा चितुवा कराएको, बन्दुक पड्किएको, भुसिया कुकुर भुकेको र मानिसहरू चिच्याएको जस्ता थरीका डरलाग्दा आवाजहरू रेकर्ड गरिएका छन्। मेसिनले हरेक पटक फरक आवाज निकाल्छ, जसले गर्दा बाँदर अलमल पर्छन् र सोध्छन् बारीभित्र साँच्चीकै चितुवा लुकेको छ। 3, लाइट र मुभमेन्ट। रातिको समयमा वा कुहिरो लागेको बेला यसले तीव्र गतिको लेजर लाइट फाल्छ, जसले बाँदरको आँखालाई तिर्याइदिन्छ र उनीहरू भाग्न बाध्य हुन्छन्। यो मेसिन केवल प्रयोगशालामा मात्र सीमित छैन, यसलाई नेपालका केही अति प्रभावित गाउँहरूमा परीक्षण समेत गरिसकिएको छ। नतिजा एकदमै सुखद आयो। जहाँ पहिले दिनमै 100 बाँदर हराउँथे, यो मेसिन राखेपछि बाँदरहरू बारीको छेउसम्म आउने र आवाज सुन्ने बित्तिकै जङ्गलतिर कुलेलम ठोक्ने गरेको पाइन्छ। सबैभन्दा राम्रो कुरा के छ भने यो मेसिन पूर्ण रूपमा पर्यावरण मैत्री छ। यसले बाँदरलाई कुनै शारीरिक चोट पुर्याउँदैन, केवल उनीहरूको मनोविज्ञानसँग खेलेर उनीहरूलाई गाउँबाट टाढा राख्छ। किसानहरू अहिले ढुक्क भएर सुत्न पाएका छन्। महावीर पुनले संसद र सरकारसँग माग गरेका छन् कि यदि सरकारले बजेट दियो भने यो मेसिनलाई थप सस्तो बनाएर नेपालका 77वटै जिल्लामा किसानहरूका हातमा पुर्याउन सकिन्छ। साथीहरू, नेपाली वैज्ञानिक र इन्जिनियरहरूले आफ्नो सानो स्रोत र साधनबाट देशको यति ठुलो समस्या समाधान गर्न गरेको प्रयास साँच्चै नै तारिफयोग्य छ। के तपाईँको गाउँमा पनि बाँदरको यस्तै आतङ्क छ? के सरकारले महावीर पुनको यो आविष्कारलाई देशव्यापी रूपमा फैलाउन लगानी गर्नुपर्छ कि पर्दैन? आफ्नो अमूल्य विचार तल कमेन्ट बक्समा अवश्य गर्नुहोला। यदि यो नेपाली आविष्कारको कथा मन पर्यो भने भिडियोलाई लाइक र सेयर गरेर धेरैभन्दा धेरै नेपालीमा पुर्याइदिनुहोला। यस्तै रोचक र जानकारीमूलक भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद। नमस्ते।